Namaste everyone, I am Mansa and welcome back to my channel. So आज म फेरि कति दिनपछि भ्लग स्टार्ट गर्दैछु है। अनि यहाँ आज चाहिँ हामी दिल्ली जाँदैछौँ। यो चाहिँ लाइक अनप्लान जे भन्दा नि हुन्छ, बिकज हामीले पहिलेदेखि चाहिँ जाने भनेर चाहिँ सोचिरहेको थियौँ, बट हिजो बेलुका अचानक हामीले टिकट बुक गऱ्यौँ अनि आज चाहिँ हामी दिल्ली जाँदैछौँ। 2 बजेको फ्लाइट छ, तर प्रिपरेसन चाहिँ केही पनि भएको छैन, लाइक लुगाहरू सबै मिलाउन बाँकी नै छ। सो म भर्खरै फ्रेस चाहिँ भएँ, अब लुगाहरू प्याकिङ गर्छु अनि त्यसपछि नुहाइधुवाइ गरेर खानसाना खाएर निस्किनुपर्छ हामी। अनि यो जर्नीमा तपाईँहरूलाई पनि लग्छु अनि दिल्लीमा हामी एकदम धेरै कुराहरू एक्सप्लोर गर्नेवाला छौँ। सो स्टे ट्युन। अनि इन केस हजुरहरूलाई भिडियो मनपर्छ भने डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। अबदेखि चाहिँ अलिक रेगुलर हुन ट्राई गर्छु है। कस्तो लाइक एकदम बिजी भयो, बिचमा के भयो नि त, अनि एकदम बिजी भयो, बट स्टिल आई विल म्यानेज। अनि अब चाहिँ रेगुलर हुन ट्राई गर्छु होइन। सो इन केस हजुरहरूलाई मनपर्छ भने स्टे ट्युन। अनि त्यसपछि मेरो च्यानल पनि सब्सक्राइब गर्नु होला। अनि अब चाहिँ सामानहरू प्याक गरौँ अनि निस्किनुपर्छ। सो टाइम छैन, आई विल क्याच यु लेटर। हामी चाहिँ रेडी भइसक्यौँ एन्ड सबै सामानहरू प्याक भइसक्यो, खाना पनि खाइसक्यौँ। अब मम्मीलाई कुर्दैछौँ, मम्मी आउनुहुन्छ अनि त्यसपछि हामी जान्छौँ एयरपोर्टतर्फ। अनि न एकदम रेडी भएर एकदम एक्साइटेड छु म दिल्ली। लाइक म एकचोटि टुरमा गएको थिएँ, हजुरहरूले भिडियो हेर्नुभएको छ भने हाम्रो कलेज टुरमा गएको थिएँ, त्यसपछि चाहिँ आज जान आँटेको छु। सो आइ एम सुपर एक्साइटेड। अब चाहिँ हामी निस्किन आँटिसक्यौँ, सबै रेडी भइसक्यो। मम्मी बाई, मम्मी बाई। हेलो बोली एक्साइटेड ल ल थ्याङ्क यू सो मच। खुसी भयो। सो हामी चाहिँ एयरपोर्ट पुगिसक्यौँ, तर अर्को के काण्ड भयो भन्दाखेरि भाइले एटिएम कार्डै बिर्सेछ। उताबाट हामी चाहिँ अब आइसियु चाहिँ निकाल्ने भनेर सोचेको, तर एटिएम कार्डै बिर्सेर फेरि गएको छ लिन। बाबा यति रिसाउँदै हुनुहुन्छ। ओ माई गॉड, अब कतिखेर आउँछ भाइ? अनि त्यसपछि जाने भित्र। सो भाइ पनि आयो। अब चाहिँ जान आँटेको छौँ फाइनली। बाई। सबै डन भइसक्यो, चेकिङ भइसक्यो अनि हामी हातमा टिकट पनि पाइसक्यौँ। अब चाहिँ हामी जान आँटेको छौँ। सो हामीले चाहिँ टिकट पनि पायौँ। अब चाहिँ जस्ट प्लेनमा बस्न लागि कुर्दैछौँ। अझ ढिलो भएको छ। कति मिनट डिलेड अरे? हाफ एन आवर लेट भनेपछि 2:30 बजेको प्लेन हाम्रो। एकदम 40-45 मिनट जस्तो लागिरहेको थियो, आधी घन्टा ढिलाले। कतिको एक्साइटेड छ त्यसले? लास्ट डे एक्साइटेड, फर्स्ट टाइम इन्टरनेसनल फ्लाइट। एक्सपिरियन्स चाहिँ छुट्टै हुन्छ है। क्या डोमेस्टिक त धेरै, इन्टरनेसनल अब मान्छेको भिड हेर्दा नि अराउन्ड इन्टरनेसनल भाइबै छुट्टै हुन्छ रहेछ। यति मान्छे खुसी हुने क्या दादा है। अहिले पनि मान्छे लाइक दसैँ भए पनि कतिजना मान्छेहरू भिड नै छ यहाँ। अब हामी चाहिँ एकछिन कुर्नुपर्छ, आधी घन्टा त अझै कुर्नुपर्छ होला। त्यसपछि चाहिँ हामी प्लेनमा बस्छौँ अनि दिल्ली जाने। यही सो अब चाहिँ हामी जान आँटेको छौँ। अनि भाइलाई चाहिँ म आफ्नो ब्याग पनि बोक्नु लागेँ, बिचरा 2टा ब्याग बोक्नु परिरहेछ। भाइ मेरो ब्याग कतिको भारी छ अन्त? मेरो ब्याग भन्दा अलिकति 1 केजी कम होला, त्यति हो। त्यो लुगा नै सबै त्यही भएको यो ब्यागमा होइन। यति त गर्नु परिहाल्छ दिदीको लागि। अर्को बेला मेरो बर्थडेमा इन्टरनेसनल टुर हान्दैन? हान्दैन, इन्टरनेसनल टुर होइन, तर हान्छ म। होइन धेरै बर्थडे जस्ट टु ब्याङ्कक। इट्स सो नाइस। खुब पहिले अङ्ग्रेजी बोल्न त सिक। आवर फ्लाइट अब चाहिँ हामी एकछिनमा भित्र जाँदैछौँ। आइ एम सुपर एक्साइटेड। ल म एकदम एक्साइटेड छु, कस्तो रमाइलो फिल भइरहेको छ नि। भाइ जुत्ताको लाइनमा छ, म चाहिँ यहाँ लेडिज लाइनमा छु। सो अब चाहिँ हामी जान आँटेको। मलाई खोज्दैथिस्? फाइनली चाहिँ हामी आफ्नो सिटमा बसिसक्यौँ। भाइ चाहिँ विन्डो सिट पाएन भनेर।
I got the window seat. अब चाहिँ ready छौँ. 15 minutes मा पुग्छौँ होला. Arriving into Delhi is what we have the forecast. This 40 minutes भनेर कति मिनेट डिले? 2 hours 37 2 hours त होइन ल 1 hour. Sorry, 1 hour 37. म निन्द्रा लागिसक्यो. निन्द्रा लागिसक्यो. म अलमोस्ट निदाउन आँटिसकेको थिएँ बल्ल अब हामी चाहिँ त कारै देखेछु मैले फाइनली अब चाहिँ स्टार्ट भइसक्यो बिकज आवर लन्च फाइनली भाइको नन भेज होला यसको लागि कुरिरहेको छैन to land. Mala dili pugyo. Land. Oh. क्या तो ओपन भइदिरा है? कैसा लग रहा है दिल्ली पहुंच के? अब तो गिरा यार. फाइनली हामी दिल्ली पुगिसकेको छौँ अनि अब चाहिँ बाहिर निस्किन आँटेको अङ्कल लिन आउनुभएको छ अब सामानहरू हामी कलेक्ट गर्छौँ अनि त्यसपछि अङ्कललाई भेट्छौँ अनि घर जान्छौँ अहिलेको लागि चाहिँ घर जान्छौँ होइन त सेफली ल्यान्डेड यहाँको एयरपोर्ट पनि कस्तो खतरा कस्तो ठुलो अनि कस्तो राम्रो रहेछ भाइले ल्याइन्छ यतिको चाहिँ सुविधा हुन्छ कि आफूले केही बोक्नु पर्दैन है सब भाइले बोकिदिन्छ म त पुरा फ्री हिँड्छु है त यसो नि सबै सामान बोकेर हिँडिदिनु मेरो केही होइन र थ्याङ्क यू झन्झट पनि रहेछ है इमिग्रेसन गर्नुपर्ने अनि फर्म भर्नुपर्ने सानो अनि त्यस बल्ल सामान लिन पाइन्छ आफ्नो है फेरि कस्तो आई मिन हामीले सोध्दा सोध्दै गऱ्यौँ कि अब कोही अलिक एजेड मान्छेहरू आउनुभयो भने चाहिँ कस्तो अप्ठ्यारो हुन्छ होला तर पनि यहाँको स्टाफहरू चाहिँ फ्रेन्डली नै हुनुहुन्छ सबैले हेल्प त गरिदिइहाल्नुहुन्छ तर नि एउटा चाहिँ मात्रै भनेको कि आई मिन यत्रो ठुलो छ यस्तो कन्फ्युज हुने हामी चाहिँ यस्तो कन्फ्युज भयौँ बल्ल बल्ल सामान लियौँ अब चाहिँ अङ्कल बाहिर आइसक्नु भएको छ अङ्कललाई भेट्छौँ हामी अङ्कललाई नि भेटिसक्यौँ अब चाहिँ हामी घर जाँदैछौँ है निस्केर चाहिँ अब हामी मेट्रोमा बसिसकेका छौँ भाइ अङ्कल उता कस्तो कम्फर्टेबल छ क्या अनि कस्तो राम्रो रहेछ हामी त मौसम चाहिँ एकदम गर्मी छ अलरेडी गर्मी फिलिङमा स्टार्ट भइसकेको छ बट यहाँ वी आर इन्जोइङ अहिलेदेखि नै कति भिड हो यहाँ लाइक अलिकति पनि ठाउँ छैन क्या जान लागि पनि यस्तो भिड भएको छ यहाँ मान्छेहरू कति धेरै आउने जाने गर्दो रहेछ यहाँ त मेट्रोबाट निस्किसक्यौँ अब चाहिँ घर यहाँबाट लाइक 10 मिनट मात्रै बाटो छ होला अङ्कल चाहिँ स्कुटी लिनुभएको जानुभएको छ यस्तो गर्मी छ मलाई देखि त भाइ एकदम पसिना आएर हालत खराब छ यस्तो गर्मी क्या तर यस्तो थकित भइसक्यौँ तर 7:30 भइसक्यो हामी घरबाट 12:30 बजी निस्क्यौँ नि 11:45 यत्रो टाइम भइसक्यो कतिखेर घर पुगौँला भइसक्यो अब त एकदम लाइक फ्लाइटमा आए पनि एकदम थाकिसकेको छौँ हामी यो चाहिँ हाम्रो अङ्कलहरूको चाहिँ फ्याक्ट्री हो प्लास्टिकको फ्याक्ट्री छ अनि अर्को ठुलो अङ्कल चाहिँ त्यहाँ बसिराख्नु भएको छ यसो हामी घर पुगेर अनि एकछिन घुम्न हिँडेको कत्रो ठुलो फ्याक्ट्री अनि गर्मी चाहिँ लास्टै गर्मी छ यहाँ फेरि यता मेरो भाइ बहिनीहरू हेलो उहाँ चाहिँ हाम्रो आर्टिस्ट सागर आर्टिस्ट हो
एकदम राम्रो स्केच र ड्रइङ गर्छ। म कुनै दिन देखाउँछु भने एकदम राम्रो गर्छ उसले चाहिँ। अनि त्यही हो, यहाँ घुम्न हिँडेको। अब एकछिनपछि फेरि घर जान्छौँ हामी। कस्तो गर्मी यहाँ पुरा हालत खराब छ सबको। सागरी हालेर फेरि हामी घर आइसक्यौँ अनि मन प्लेस चेन्ज गरेँ। यस्तो गर्मी छ है, तर पनि एकछिन बाहिर घुमेर आयौँ, आइसक्रिम खायौँ अनि के यसो स्ट्रिट फुडहरू ट्राई गऱ्यौँ। सो आजको लागि यति नै। भोलि चाहिँ हामी फेरि नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गर्नेवाला छौँ। सो हजुरहरू प्लिज स्टे ट्युन अनि माया देखाइदिनु होला। डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। अहिलेको लागि यति नै। आई विल सी यु इन माई नेक्स्ट भिडियो। टिल देन बाई बाई, टेक केयर, सी यु नेक्स्ट भ्लग, बाई बाई।